सो हेलो गाइज हैन वेलकम टु माई न्यू ब्लग विज्ञानको ब्लगमा सब्सक्राइब लाइक चाहिँ सबैले हान्दिनु होला हैन उसलाई धेरै भाइरल हुन मन छ अरू जे पनि सब्सक्राइब चाहिँ चाहियो धेरै सब्सक्राइबबाट अलि इन्कम आउँछ रफ चाहिँ नबोल्नुमै केटा त्यो इन्कमबाट चाहिँ पनि रमाइलोसँग पार्टी सार्टी हान्न पाउँछ होइन गाइज हामी यहाँ गाउँमा आएर रहिला ढाको डाँडातिर यस्तो है गाउँमा यस्तो डाँडा देख्छ होइन दुईजना प्रेमीहरू आफ्नै अनुहार होइन अनुहार चेप्ना देखाउँदै हिँड्दा फेरि हाम्रो धादिङमा चाहिँ यस्तो छ कि अगाडि फुटबल बबाल छ क्या फेरि सेभिने साइड त्यहाँ गरेर देखाइदिनु हो कि धादिङ जे भने नेपाल त धादिङ रहेछ दोस्त डेली जे भने डेली हामी अहिले त्यहाँ खेल्दा हुन्छ एक एक डेली म त घन्टा घन्टा खेल्छु चिप्न यार अनि त्यसपछि तर जे भयो नि विज्ञानको भ्लगलाई चाहिँ लाइक र सब्सक्राइब चाहिँ चाहियो होइन अनि रमाइलो हुन्छ यहाँ हाम्रो स्पोर्ट्स छ हाम्रो सेभिने साइडको बबाल छ होइन कस्तो सुट हानेको दर्शकमा भएको भर्खरै खेल्न चिन्नु भएको होइन हामी त भर्खरै खेलेर निस्केको है यताबाट जाने हो अनि अरू के भन्दैन जे पनि तपाईँहरू हाम्रो नचिने नै हाम्रो परिवार हो तपाईँहरू होइन सब्सक्राइबरहरू परिवार हो जे पनि उसले अहिले जुङ्गा काटेको छ उसलाई होइन जे पनि उसको जुङ्गा काटेर मलाई दुःख लागेको छ दुःख लागेको छ बिचरा लाग्यो मैले 2 दिन नुन बारेँ उसको जुङ्गा गएर ए यतिको दिनुपर्छ है अनि त्यसपछि अब अनि जे भयो नि हाम्रो धादिङ चाहिँ रमाइलो छ होइन धादिङको गाडी पनि धादिङको गाडी हेर्नु सक्नुहुन्छ है गाडी हेर्नु यस्तो यस्तो गाडी छ है धादिङको चाहिँ नयाँ गाडी किनेको अनि बाटो चाहिँ यस्तो छ। फेरि धादिङको खतरा धादिङको बाटो हो क्या यो चाहिँ धादिङको नयाँ नाम भइसकेको छ नेपालटा सबैजनाले हेरिदिनु होला अब यहाँ काठमाडौँको जस्तै स्कुल भेटिन्छ युरिका जस्ता स्कुल युरिका कटिसक्यो कान्छ बाले होइन नि सबैजनाले लाइक सेयर सब्सक्राइब गरिदिनु होला अघिल्लोको भिडियोमा नि सपोर्ट देखाइदिनु होला सबैजना गएर हेर्नु होला बाटोमा बत्ती यस्तो छ हेर्नु बाटो यस्तो छ क्या हेर्नु सक्नुहुन्छ यस्तो बाटो छ तर पनि हामी बाल छैन कि यति हामी अब कहाँ जान लाग्यो खास गरी दोस्त हामी डाँडामा गएर अब खाजा चाहिँ यहाँ छ होइन हामी खाजा खान जानु लाग्यो ल खाजा यहाँ छ होइन अब खोला अलिक टाढा छ जानु खोलातिर गयो भने पनि भुटसुट लाग्न सक्छ होइन हजुरहरूलाई म सजेसन दिन्छु खोलातिर जानु होला केही हुनसक्छ अरू रमाइलो छ तर तिमीलाई रमाइलोसँग रमाएर मनाउनुपर्छ होइन अरू के दुइटा अलग कसमा छन् होइन छन चाहिँ छ है छन् जे भयो यत्तिको यस्तो बाटो छ होइन अगाडि को आइरहेको मलाई थाहा छैन बाइक आइरहेको यस्तो बाइक छ होइन गाइज राइडरहरू छ है धादिङमा त पल्सर बाइक पाउँदो रहेछ यार म फर्स्ट टाइम देखा पल्सर सबैजनाले लाइक सेयर सब्सक्राइब गर्नु यो चाहिँ हाम्रो अहिले भर्खर हालमा भेटेको साथी हो होइन उसको नाम चाहिँ सुमित के अरे सुमित घिमिरे हो अनि यसको नाम रिजन के त अनि रिजन पन्त अब यो भिडियोलाई चाहिँ यतिसम्म सेयर गर्नु कि बजाज कम्पनीले एउटा पल्सर बाइक दियो अरू है अनि यो किराना पसलले फ्रीमा दियो ल पछि चाहिँ भाइरल भइरहेको एकजना बस्नु लिनु चाहिँ किनेन हामीको कस्तो पारामा हातमा बुट बाटो चाहिँ हामीलाई थाहा छैन तर पनि हामी यसरी हिँड्न जाउँ सेट यहाँबाट जान्न हुने ल रङ बाटो ल्याइदिइसकेको छ हामीलाई उहाँले हामीलाई रङ बाटो ल्याइदिइसक्नु भएछ यो हाम्रो प्रितमको घर कहाँ रे उयो त हो प्रितमको घर पनि हामी आइसकेको छौँ हेर्नु सक्नुहुन्छ यो धादिङमा यस्तो गाडीहरू सामान्य कि होला बाइक हेर्नु सक्नुहुन्छ तपाईँले बाइक हेर्नु दर्शकमा यो पनि यहाँसम्म पुग्ने सेयर गर्नु सबैजनाले लाइक सेयर सब्सक्राइब एउटा भाइ आइरहेको छ भाइले पनि देखेँ नदेखौँ मलाई भाइ भोलि फुटबल पनि भ्लग आउँछ यहाँनिर चाहिँ अर्को हाम्रो साथी एउटा छ होइन ऊ यहाँनिर बसिरहेको छ टट्ट लाएर अनि यस्तो छ हाम्रो बाटो चाहिँ यस्तो छ क्या देख्नु सक्नुहुन्छ हाम्रो है धादिङे कुकुर है धादिङ बाटो थाहा नभए पनि हामी चाहिँ हिँडिरहेको छौँ तर हामी डाँडासम्म पुग्नै पर्छ यो हाम्रो कुकुर देखाइदेऊ न यार धादिङको कुकुर हेर्नु सक्नुहुन्छ तपाईँहरूले हाम्रो फेरि मेडिकल नि कडा कडा हुन्छ उयो अगाडि बाइक हेर्नु कडा कडा बाइकहरू राइडरहरू हो धादिङमा बन्ने गरेर त नयाँ घरि अरू भनिदियो हाम्रो नेपालमा चाहिँ यदि यस्तो राइडरहरू छ कि इन्डियालाई टक्कर दिने राइडरहरू जस्तै राजकुमार थापानगर भयो एकचोटि खोलाबाट खस्यो त्यही पनि उठेर चलाउनलाई सफल भयो होइन अन्त अस्ति चाहिँ हाम्रो भन्दै हुँदैछ अस्ति हामी चलाउन गएको के भयो भन्दाखेरि फर्स्टै भयो फर्स्टै भएको त्यो राजकुमारलाई एकसँगै लडाएर हामीले ट्रेनिङ हामीले कहाँ लिएर अरे ट्रेनिङ हामीले त्यो सुमित अटोमोबिल सपमा अटोमोबिल सपमा त गाडीहरू हुन्छ त्यो चाहिँ खोला नै हो कि होइन त्यो बस्नु भनेको खोलामै हो त्यसै कारणले हामी एउटा त्यसै कारणले धादिङ बजारको डाँडा गाउँ जाने बाटोमा
आइसकेको छौँ हेर्नु सक्नुहुन्छ अब टाढा जाने बाटो छोरामा धादिङ गोदाको खोला देख्दाखेरि मलाई एउटा गीत याद आयो मैले एउटा गीत पनि बनाएको छु दर्शकमा सुन्नु होला खोलै खोला तिरैतिर भन्ने भएर लाइक च्यानल सब्सक्राइब पनि गर्नु लाइक सेयर सब्सक्राइब पनि गर्नु यति हो अब हामीले भन्नु सबैजनालाई कुरा गर्छौँ नि। धन्यवाद अर्को नयाँ भ्लगमा भेटौँला